हल्का भोक लागे जस्तो भयो डुनट निकाल चाउ 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 डुनट खाने म गाइस अब म चाहिँ नास्ता गर्न लागिरहेको छु यहाँनिर वेलकम ब्याक टु माई न्यू ब्लग टुडे वी आर गोइङ टु सैलुङ दोलखा सैलुङ okay guys and in his Sandesh Rai from Khotang is my best friend. Today we are going to the beautiful place Dolokha Sailung. Let's go guys. Okay, let's go. Guys, हामी दोलखा जाँदैछौँ सैलुङ हो सैलुङ गाइस बाटो कस्तो छ हेर्नुहोस् दामी छ होइन यस्तै हो दोलखाको बाटो अलिक आइपुग्यो हामी मेलुङ अलिक आइपुग्यो गाउँपालिका हो अहिले हामी मेलुङ गाउँपालिकामा आइपुगेको छौँ पालिका भवानी मासतिर छ यता मेलुङ ओके ब्युटिफुल छ गाइज एकदमै ब्युटिफुल छ है हामी जाँदैछौँ है Okay guys. गाइस बाटो एकदम दामी छ हामी सैलुङको यात्रामा छौँ है गाइस बाटो चाहिँ A1 छ है ठाउँमा चाहिँ रुनुपर्छ होइन अझै सबै ठिक छ है अन द वे छौँ यहाँ चाहिँ बाटो चाहिँ के भन्ने अब बाटो चाहिँ राम्रो छ होइन हामी जाँदैछौँ सैलुङको यात्रामा गाइस भ्यूहरू पनि राम्रो छ वरिपरिको बवाल यो बाटोमा चाहिँ हाम्रो सरकारले लगानी गर्नुपर्ने देखियो अलिकति स्तर उन्नति गर्नु पर्यो बाटोको यो अलिक भएन गाइस हाम्रो यात्रा जारी छ बाटो पनि राम्रो छ एकदमै हामी गइरहेछौँ
कन्टिन्यू है। जे हो नि दोलखाको विकास चाहिँ राम्रो छ है, अरू त होइन ठिक छ, तर रोडको विकास चाहिँ एकदम राम्रो छ है सबैभन्दा। दामी छ होइन, दोलखामा यस्तै छ अब होइन राम्रो। यो चाहिँ हो क्या बाटो, यसलाई चाहिँ बाटो भन्छ है गाइस, मोटर बाटो भन्छ क्या यसलाई। गाइस यसलाई भन्छ मोटर बाटो। हाम्रो सबै बा आमाहरू हुनुहुन्छ दोलखाली। दोलखाको बाटो एकदमै राम्रो छ होइन। अब साथी मेरो साथी अघि यहाँनिर उसको काम तमाम भइसकेको छ, उसले निकाल्दैछ। बाटो चाहिँ एकदम राम्रो छ है, यतिको बाटो चाहिँ मान्नै पर्ने हुन्छ होइन, बवाल छ। यस्तो छ बाटो गाइस, अब के गर्ने होइन, विकास भनेको नेपालको यही हो, राम्रो छ। जे भयो नि भ्यू चाहिँ राम्रो छ है गाइस। गाइस जे भयो भने भ्यू चाहिँ राम्रो छ है दोलखाको। भ्यू एकदम राम्रो छ होइन, मजा पनि आइरहेछ। जे होस् गाइस भ्यू चाहिँ राम्रो छ है, हेर्नु है गाइस। यस्तो भ्यू चाहिँ मैले कहिले देखाएको छैन है फेरि।
यतिकै बाटो हिँड्नुपर्छ भनौँ यतिकै बाटो हिँड्नुपर्छ भनौँ जे भयो नि गाइस अब बाटो राम्रो छ होइन सबैभन्दा भ्यू चाहिँ राम्रो छ है गाइस यहाँको के छ बाटो त बाटो जे भयो नि गाइस भ्यू चाहिँ राम्रो छ है गाइस हाम्रो आजको यात्रामा सैलुङको लगभग आधी बाटो चाहिँ हामी आइसकेको छौँ लड्दै बढ्दै भयो भने होइन अब रातो माटो सुरु भइसकेको छ अब कस्तो छ यहाँ चिप्लिने स्थिति होइन हेर्दै जानुपर्छ अब गाइस ठाउँ ठाउँमा चाहिँ राम्रो बाटो रहेछ यहाँ बा हुनुहुन्छ एकजना डन जस्तो छ नेता अब यो बाटो हेर्दाखेरि होइन उहाँलाई पनि चढाएर लानुपर्ने हो हुनु त भैँसी छैन बाटो राम्रो छ है गाइस जे भयो नि भ्यू चाहिँ राम्रो छ है दोलखाको गाइस मेलुङ गाउँपालिका सक्यो एकछिन मेलुङ गाउँपालिकाको भन्दा यताको विकास अलिक राम्रो देखियो है गाइस चाहिँ हल्का ग्राभेल गरेको बाटो रहेछ उता सोरिङ थियो भने यता चाहिँ ग्राभेल रहेछ यता सैलुङ होला होइन एउटा भैँसे सैलुङ गाउँपालिका होला होइन भैँसे नै गाउँपालिका हौ आइपुगेको छौँ होइन यो गाइस भैँसे बजार हो बवाल रहेछ रमाइलो आएको ठुलै रहेछ बजार पनि सबै सुविधा पनि छ यहाँनिर होइन हामी अहिले यहाँ खाजा खान लागिरहेछौँ यहाँ हुनुहुन्छ यहाँ छ खोटाङकै मेरो पार्टनर यहाँ खाजा बन्दैछ हामी खाजा खान्छौँ त्यसपछि हामी फेरि यात्रा सुरु गर्छौँ त्यसपछि हामी तपाईँहरूलाई गाइस सैलुङको भ्युज सैलुङको भ्यू हामी देखाउँछौँ मजाले गाइस दिस इज भैँसे बजार दोलखा गाइस हाम्रो खाजा आइसकेको छ हाम्रो डनले मोमो खाँदैछ म चाहिँ चाउमिन खाँदैछु साउजी हुनुहुन्छ यता हामी अब खाजा खान्छौँ होइन त्यस पछाडि हामी फेरि लाग्छौँ हाम्रो यात्रा जारी रहन्छ कोही गाइस स्टार्ट गरिसकेको छ कस्तो छ टेस्ट भैँसेको मोमो दामी छ भैँसीको हो कि के को हो ए भैँसीमा त भैँसीको मोमो खानु पऱ्यो नि त गाइस ओके गाइस खाजा खान निस्केका छौँ अब हामी कतातिर लाग्छौँ होइन भैँसे बजारबाट अब हामी निस्किँदैछौँ है के छ केटा केही छ केही छैन अरे ल ठिक छ गाइस हामी जाँदैछौँ भैँसेदेखि अगाडि बढिसकेका छौँ हामी बाटो चाहिँ अलिकति दामी जस्तो लाग्यो चाइनामा हिँडे जस्तो महसुस भइरहेको छ है गाइस हल्का दामी होइन लेक साइडको भ्यू बवाल छ जे हो नि गाई भ्यू चाहिँ राम्रो छ है गाइस बाटो त त्यस्तै हो एकदम दामी छ है भ्यू चाहिँ गाइस गाइस हामीलाई आज सैलुङको यात्रामा हल्का पानीले च्यालेन्ज गरिरहेको छ तर हामी गइरहेको छौँ गइरहेको छौँ सैलुङ पानी परिरहेको छ हल्का तर केही छैन
गाइस तपाईँहरू यस्तो यो बाटो यस्तो देख्नुहुन्छ, तर यो बाटो भनेको हाइवे हो क्या, दोलखाको हाइवे हो। यहाँ बस ससदेखि लिएर ट्रकदेखि लिएर होइन लोरी सोरी सबै कुद्ने बाटो हो क्या यो चाहिँ फेरि गाइस। यो चाहिँ हाइवे भन्छ क्या यसलाई चाहिँ फेरि। यो चाहिँ शाखा बाटो भने यो चाहिँ हाइवे हो गाइस। दिस इज हाइवे। दिस इज द हाइवे गाइज। जे भयो नि भ्यू चाहिँ राम्रो छ है फेरि दोलखा र रामेछापको। गाइज जे भयो नि भ्यू चाहिँ राम्रो छ है। वारिबारी हेर्नुहोस् गाइज, बारीको गाउँ पनि दामी छ। गाइज यता चाहिँ थोरै हल्का बाटो अलिकति राम्रो जस्तो देखिन्छ होइन, ग्राभल भएको रहेछ विथ स्पिड ब्रेकर। ठाउँ ठाउँमा स्पिड ब्रेकर पनि छ। गाइज जे भयो पनि हाम्रो भ्यू चाहिँ राम्रो छ है, बाटो चाहिँ दामी छ होइन। गाइज हाम्रो यात्रा जारी छ है गाइज। उकालो जाँदैछौँ हामी, सैलुङको नजिक पुगिसकेका छौँ हामी गाइज। डोन्ट वरी गाइज, सैलुङको भिडियो फुल आउँछ है। काठमाडौँ सहर देखिने ठाउँ भनौँ न। काठमाडौँ देखाउँछु म गाइज, काठमाडौँ। गाडी आउँदै पर हामी जाँदैछौँ है उकालोमा फुल पावरमा। जे भयो नि गाई भ्यू चाहिँ राम्रो छ है, भ्यू चाहिँ राम्रो छ है दोलखाको। सैलुङ आइपुगिसकेको छौँ है।
Oh guys, this is Soilung. Guys, this is Soilung. हेलो हामी चाहिँ फाइनल्ली सैलुङ आइपुगेको छौँ। अब हामी उकालो जानेछौँ। हामी यता पार्किङ गरेर अब उकालो लाग्दैछौँ। यहाँतिर चाहिँ तपाईँहरूले केही खानको लागि चिया कफी चिसो तातो पनि तपाईँहरूलाई व्यवस्था हुन्छ। यहाँतिर तपाईँहरूले लिन सक्नुहुन्छ। हामी चाहिँ उकालो जान्छौँ, त्यस पछाडि फेरि ब्याक टु यतै आउँछौँ। अनि कस्तो कस्तो महसुस भयो त? अनि एकदम राम्रो मजा भयो होइन? एकदम बाबा यहाँबाट हो जाने हामी। ओके गाइज, हामी यहाँबाट गेटबाट भित्रतिर जान्छौँ। गाइज हामी यहाँदेखि उकालो जान्छौँ। यता टिकट काउन्टर। अहिले टिकट काट्नुपर्छ। टिकट काटेर आउँछ। गाइज हामीले चाहिँ टिकट काटिसकेको छौँ। हाम्रो खोटाङ हो। हामीले चाहिँ टिकट लिइसकेको छौँ दुईवटा। बस्नुपर्छ। हामी ग्रेट वालमा जाँदैछौँ गाइज। अब लेट्स गो ग्रेट वाल। हामी उकालो लाग्दैछौँ ग्रेट वालमा। लाइटर क्या हाल्नु हामी ग्रेट वालमा उकालो लागिरहेछौँ गाइज होइन।
ग्रेट वाल गाइज नेपालको। हामी चढ्दैछौँ उकालीमा। हामी सैलुङ पुग्न लागेका छौँ। सुटिङ यहाँ हुँदै अस्ति बुझेको थिएँ। ग्रेट वालको यात्रा सकेर हाम्रो फेरि नेपाली बाटोमा हामी आइसकेका छौँ। हामी जाँदैछौँ सैलुङ देखाउँछु गाइज जसरी भए पनि। हामी पुग्न लागेका छौँ। पानी परेर हल्का च्यालेन्ज गरिरहेछ, पानी पनि पर्नु खोजिरहेछ होइन, तर केही छैन, हामी जानेछौँ। ओके गाइज, यस्तो छ गाइज, ग्रेट वालको यात्रा सकेर हाम्रो नेपाली बाटोको यात्रा सुरु भइसकेको छ। साउनको महिना भएकोले गर्दा हल्का मौसमले च्यालेन्ज गरेको छ, तर केही छैन, हामी रानगढ साइड छौँ। हामी प्लास्टिक साइड छौँ। है गाइज हामी जाँदैछौँ है। बन्द छ। 100वटा लुङ 100 थुम्का आइपुगेका छौँ हामी, देख्न सक्नुहुन्छ तपाईँहरूले। पहिला यो महादेवले यो बाटो चाहिँ यता होइन, अनि यताबाट हिँड न, यताबाट ल। सो एउटा थुम्का सैलुङ, लिम्बू भाषा चाहिँ लुङ भनेको ढुङ्गा हो। अब यहाँको चाहिँ के छ होइन, त्यो हल्का हिस्ट्री अब बुझ्नै बाँकी छ। हामी सैलुङमा आइसकेको छौँ। थुम्काहरू देख्न सक्नुहुन्छ 100वटा। हाम्रो महादेवको त्रिशुल पनि छ पछाडि ब्याकग्राउन्डमा। हामी जानेछौँ है। ओके गाइज, यतिको चाहिँ हुनुपर्छ है। हल्का भोक लाग्यो जस्तो भयो, डुनट निकाल। चाउ 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 डुनट खाने म गाइज। अब म चाहिँ नास्ता गर्न लागिरहेको छु यहाँनिर। हल्का अब भोक लागेको जस्तो भयो उकालो चढ्दा, अब डुनट खानुपर्ने हुन्छ। अनि फुल पावरमा फेरि हामी माथिसम्म जान्छौँ। सकेसम्म यहाँबाट अब काठमाडौँ भेल्ली देखिन्छ भन्ने कुरा हो। अब खुला भयो भने म काठमाडौँ भेल्ली पनि देखाउने कोसिस गर्छु होइन। यहाँबाट काठमाडौँ भेल्ली देखिन्छ अरे भन्ने मैले सुनेको छु। गाइज डुनट खाउँ, डुनट पावर बढाउँ। नास्ता कसरी भिजेछ नि यार बुद्धि। खोलौँ, यसलाई खोलौँ। जय शम्भु, म चाहिँ नास्ता गर्न लागेको छु, डुनट खाँदैछु होइन। सैलुङमा आएर डुनट खानुको मजै बेग्लै। ओके गाइज, मस्त छ सैलुङ, हेर्नुहोस्। यस्तो छ है, रमाइलो छ। जाँदैछौँ सैलुङको टपमा पुग्न लागेको छौँ होइन। कुहिरो लागेको छ, यस्तै हो असार साउनमा। अब पछि अब ड्रोन सट पनि हान्छु मैले चैत वैशाखमा आएर। अहिले यस्तो छ।
कुहिरो लागेछ गाइस अलिकति तर पनि केही छैन हामीलाई हामी जानेछौँ है उकालो माथि अब यहाँनिर अलिकति मैले एउटा ढुङ्गा पनि राख्छु होइन गाइस अब यो चाहिँ अब मैले खोजेको मैले रोजेको केटी मैले पाउनु पर्यो होइन गाइस म चाहिँ ढुङ्गा राख्दैछु यहाँनिर एउटा सैलुङमा आएर भिडियो खिच्देऊ यहाँ यता यतिकै चलिरहेको गाइस म चाहिँ अब मैले रोजेको मैले खोजेको होइन केटी पाउनु पर्यो म सैलुङमा आएर ढुङ्गा चढाउँदैछु है गाइस देउराली एउटा मात्रै होइन म 5 वटा राख्छु एउटा दुईटा तीनटा चारवटा गाह्रो हुन्छ कि क्या हौ ओके जय शम्भु भोलेनाथ गाइस हामी भीमसेनको तरबार भएको स्थानमा आइसकेको छौँ त्रिशुल देखाइदेऊ हाम्रो यो चाहिँ भीमसेनको तरबार गाडेको ठाउँ हो हैन ल गाइस हामी भीमसेनको अब हामी घन्टी बजाउँछौँ जय शम्भु जय भोलेनाथ ओके गर्नु चलाइराख न भिडियो हामी अब माथि जानेछौँ होइन गाइस म चाहिँ लिम्बूको टी सर्ट लाएर जानेछु लिम्बू सिलामचाकमा यस्तो भयो चाहिँ फेरि यो चाहिँ मृत्युको बाटो छेक्ने भन्छ हाम्रो मुन्दुमले त्यस्तो भन्छ होइन सिलामचाकमा लाएर हिँड्ने चलिरहेछ नि सिलामचाकमा लाएर म अहिले सैलुङमा आएको छु हामी चाहिँ अब मृत्युको डर छैन फेरि सिलामचाकमा लगाएपछि हाम्रो चाहिँ मृत्युको बाटो पनि रोकिन्छ हामीलाई यसले नै रक्षा गर्ने हो ओके गाइस हामी जाँदैछौँ उकालो माथि है कालापानी सैलुङ जुरे ढुङ्गा महादेवको उता यता सैलुङ हामी जानेछौँ भ्यू टावरतिर काठमाडौँ हेर्ने ठाउँ जानेछौँ गाइस हामी अहिले धरहरा हेर्न जाँदैछौँ गाइस सैलुङको धरहरादेखि हामी भीमसेन थापाले बनाएको होइन हाम्रो केपी ओलीको पालामा बनेको धरहरा हेर्नुको लागि सैलुङको टपमा जाँदैछौँ होइन कस्तो कस्तो फिल भइरहेछ बाबाले एकदम दामी ठिक छ हामी त्यही हो सैलुङको टपमा आएर हाम्रो पहिला भीमसेन थापाले बनाउनु भएको थियो हाम्रो भीमसेन स्तम्भ त्यसलाई हामी धरहरा भनेर चिन्छौँ र त्यो 72 सालको भूकम्पमा ढलेको थियो र त्यस पछाडि हाम्रो केपी ओली प्रधानमन्त्री हुँदाखेरि निर्माण भएको छ धरहरा फेरि त्यो धरहरा हामी यहाँबाट हेर्छौँ सैलुङको भ्यू टावरदेखि खुल्ला मौसम खुल्ला भयो भने देखिन्छ है गाइस अहिले त मौसम खुल्ला छैन साउनको महिना हो अहिले देखेन भने केही छैन गाइस म पछि फेरि आउँछु ड्रोन लिएर आउँछु ड्रोन सटमा म गाइस फुल एन्ड फाइन सबै देखाइदिन्छु खुल्ला भएको टाइममा आउँछु म फेरि एकचोटि त्यस टाइममा मैले देखाउँछु है गाइस अहिले देखेन भने पनि डोन्ट वरी गाइस हामी अब लगभग देख्न सक्नुहुन्छ तपाईँहरूले माथि सैलुङको भ्यू टावर लगभग हामी अब 1-2 मिनटमा हामी त्यहाँ पुग्छौँ है गाइस हल्का मौसमले च्यालेन्ज गरेर अलि धुम्म भइरहेछ ओके गाइस लेट्स गो गाइस हामी सैलुङ पुग्न लागेछौँ अरू खुसीको कुरा चाहिँ के भने यहाँनिर फोजी पनि टिप्छ लाइभ टेलिकास्ट पनि हुनसक्छ तपाईँहरूले गर्न सक्नुहुन्छ Nice, good. Yeah. Nice, good. Yeah. Weather good. Nepal is very good, beautiful. Yes, Nepal. Beautiful is country. Nice, clean here. Yeah. Many people sometimes here. Many people coming. Weather good. Yeah. Grass good. Yeah. Here many sheep, goats. Yeah. Many have. I like this place. Okay, thank you. Okay. Where are you from? I am from in
Tibetan. Yeah, Tibet, yes. Very beautiful, yeah. Thank you, sir. Thank you. Yeah? You YouTuber? Yeah. Okay. Yeah, Sonam Dariyal, my YouTube name. Yes, okay. Okay, thank you, sir. Thank you. Namaste, sir. Oh, good to know. Sir. Okay, see you again, bro. See you. Okay. गाइज मैले तिब्बतको सरलाई भेटेँ उहाँ हुनुहुन्छ बुद्धिस्ट अब तिब्बतियन सबै बुद्धिस्ट हो उहाँले देखे बुद्धिस्टहरूले एकदम नेपाललाई लभ गर्नुहुन्छ किनकि बुद्ध वाज बोर्न इन नेपाल त्यसैले गाइज नेपाल इज भेरी ब्युटिफुल कन्ट्री यहाँनिर माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई सैलुङमा चौरी देख्न सक्नुहुन्छ है गाइस यहाँनिर बवाल छ एकदम हाम्रो आउँदै हुन्छ सरहरू सैलुङ पुग्न 1 मिनट बाँकी म जाँदैछु फाइनली म चाहिँ सैलुङ पुगिसकेको छु देख्न सक्नुहुन्छ तपाईँले सैलुङमा म अहिले पुगिसकेको अवस्था छ मेरो साथी पछाडि आउँदैछ म अहिले सैलुङमा पुगिसकेको छु हैन ओके गाइस लेट्स सी दाहिने साइड बनाएर जान्छौँ दाहिनेपट्टिबाट जानुपर्छ भन्ने हाम्रो छ मान्यता हैन यहाँ एउटा माने छ ठुलो हैन यु क्यान सी गाइज यता हाम्रो काठमाडौँ हेर्ने भ्यू टावर छ यतापट्टि यहाँ टन्नै छ मानेहरू पनि देख्न सक्नुहुन्छ हाम्रो यहाँ ठुलो खालको माने रहेछ ओके गाइज एक राउन्ड लान्छु मन्दिरलाई यस्तो छ यताको भ्यू हैन यता पनि देख्न सक्नुहुन्छ गाइज हामी सैलुङ फाइनली आइसकेको छौँ अब सैलुङमा तपाईँहरूले यहाँ गुम्बा रहेछ यो गुम्बा रहेछ अनि दिस इज गुम्बा यता तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ बाती बाल्ने ठाउँ छ हाम्रो बुद्धिस्ट आनी हुनुहुँदो रहेछ भित्र हैन म राउन्ड हान्छु किनकि यहाँ राउन्ड हान्नुपर्छ गुम्बालाई जहिले पनि राउन्ड हान्ने हो होइन म एक राउन्ड हान्दैछु गाइज धेरैजना हुनुहुन्छ अहिले भइरहेछ है गाइज एक राउन्ड फाइनली मैले एक राउन्ड कोरा हानिसकेको छु मैले म यता छिर्दैछु होइन सैलुङ देख्न सक्नुहुन्छ गाइज मैले अहिले दामी हल्का बर्खा भयो भने खुलेको छ अनि अहिले मैले महादेवलाई भनेको थिएँ महादेवले खुला गरिदिनु भएको छ सबै होइन अब मेरो खोटाङ्गे सोल्टी पनि आइसकेको छ यहाँनिर खोटाङ्गे सोल्टी के छ कस्तो छ दुई शब्द जाओस् खोटाङ्गे सोल्टी 2 शब्द जाओस् के छ भन्नु एकदम बवाल ठाउँ छ
के आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? हामी आयौँ फेरि तपाईँहरू पनि यो ठाउँ घुम्न आउनु होला। एकदम बवाल छ ठाउँ। भ्यू टावरहरू छ यहाँ र काठमाडौँको धरहरासम्म देखिन्छ। या खुल्ला मौसम हुनु पऱ्यो। अहिले पुरो कुहिरो लागिरहेको छ, नत्र तपाईँहरूलाई हामी देखाउन सक्थ्यौँ। मैले महादेवलाई भनिसकेको छु, महादेवले खुल्ला गरिदिने भन्नुभएको छ होइन। ओके ओके अहिले भ्यू टावर चढ्नुको लागि जाँदैछौँ होइन। भ्यू टावर जाने, यहाँबाट भ्यू टावर जाँदैछौँ हामी। कसरी छ डिएसआरको फोटो अहिले? हामी माथि जान्छौँ गाइस। कता यतैबाट रहेछ बाटो। भ्यू टावर जाँदैछौँ हामी, सैलुङ भ्यू टावर। यतै होइन, हामी भ्यू टावर चढ्दैछौँ होइन गाइस। हामी अलिक बाहिरको बाटोबाट जान चाहन्छौँ। हेरौँ भ्यू टावरबाट कस्तो देखिन्छ माहौल। ओ जय शम्भु। हामी सैलुङ भ्यू टावर चढिसकेको छौँ। यहाँ पञ्चबुद्ध ओम माने पेमा ओम पञ्चबुद्ध देख्न सक्नुहुन्छ। म दाहिने राउन्ड हान्छु एकचोटि यताबाट गाइस। पञ्चबुद्ध, यहाँ पञ्चबुद्धको मूर्ति रहेछ। ओके गाइस हामी धरहरा चढेर पनि धरहरा अरे सरी हामी भ्यू टावर चढेर पनि झरिसकेको छौँ। अब यहाँनिर हामी यता निस्किसक्यौँ। गुम्बा पनि देख्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा। त्यही हो गाइस। अब हामीले सैलुङको त्यस्तो राम्रो भ्यू चाहिँ देखाउन सकेन होइन। अब त्यही हो गाइस। अब अर्को टाइममा फेरि कुनै बेला आइयो भने म तपाईँहरूलाई फुल भ्यू देखाउँछु होइन। अहिले चाहिँ अब साउनको महिना हो, अब तपाईँहरूलाई पनि थाहा छ साउनको महिनामा यस्तै हुन्छ, भ्यू निकाल्न सकिँदैन राम्ररी होइन, कुहिरो लाग्छ टाइममा होइन। माउन्टेनमा यस्तै हो, एक मिनटको पनि भ्यालु हुन्छ माउन्टेनमा होइन। त्यही हो गाइज, माउन्टेन भनेको धेरै अब त्यही हो टाइमिङ हुनुपर्छ होइन, पङ्क्चुअलिटी हुनु पऱ्यो। त्यही हो अब हामी अलिकति ढिलो भएको थियो, हेर्नु अब कुहिरो लागिहाल्यो 1 मिनटमा होइन। यस्तो छ गाइज। ओके गाइज हामी अब सैलुङबाट फर्किनु लाग्यौँ होइन, राम्रो देखिएन भ्यू। अब नेक्स्ट टाइम लेट्स सी। अहिलेको लागि अब यस्तै भयो। यस्तो छ होइन, यस्तो छ। ओके गाइज हामी जानेछौँ। अब काठमाडौँ चाहिँ अहिले देखाउन सकिनँ मैले गाइज, सरी फर द्याट गाइज। अब नेक्स्ट टाइम फेरि आयो भने देखाउँछु होइन। नमरीमा चाहिँ फेरि आइन्छ होला, अब नमरीमा चाहिँ आइन्छ। हो त्यही हो, त्यस टाइममा अब राम्रो टाइम बनाएर होइन विन्टर सिजन बनाएर आउनुपर्छ होइन। अब अहिले चाहिँ अब खासै भ्यू देखिएन, हेर्नुहोस् सबैहरूले देख्न सक्नुहुन्छ यस्तो कुहिरो लागेको छ। अब सैलुङबाट हामी फर्किँदैछौँ, दर्शन गरियो अब हेरियो होइन, 100वटा लुङ पनि हेरियो। अब फर्किँदैछौँ है। मेरो खोटाङ्गे छोल्टी पनि आउँदैछ पछाडि, पन्ना बोल्दै आउँदैछ होइन। हामी फर्किँदैछौँ है। ओके गाइज अब खासै केही देखिएन होइन, भ्यूहरू पनि राम्रो देख्न सकिएन। ठिकै छ, अब हामी तलतिर झर्छौँ। अघि हेलमेट सेलमेट यहाँ तलतिर एउटा हाम्रो बहिनीहरूको सानो कटेजमा राखेको छ, त्यो कटेज पनि बन्द हुन लाग्यो होला। अब त्यहाँ गएर अब यसो चिया खाएर फेरि हाम्रो ब्याक टु होम फर्किनुपर्ने हुन्छ गाइज होइन। ओके गाइज है। ओके सैलुङबाट हामी झरिसकेको छौँ तलतिरसम्म। अब झर्दैछौँ, हालैदेखि सैलुङदेखि झर्दैछौँ।
रमाइलो लाग्यो सैलुङ एकदम तपाईँहरू पनि आउनुहोस् भिजिट गर्नुहोस् एकदम रमाइलो छ धेरै मान्छेहरू आउनुहुन्छ सैलुङको हिस्ट्री बुझ्न सैलुङको अब भौगोलिक बनावट हेर्नु होइन यहाँको भौगोलिक बनावट पनि अचम्मको छ अब 100वटा थुम्की तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यहाँबाट तपाईँहरूले काठमाडौँ उपत्यका देख्न सक्नुहुन्छ होइन गाइज अब त्यही हो गाइज होइन हामी अब झर्दैछौँ सैलुङबाट हामी 10-15 मिटर तल झरिसकेका छौँ है गाइज ओके गाइज कुन बाटो हिँड्ने आयो फेरि हामी अब राम्रो बाटो हिँड्दैछौँ होइन यो राम्रो बाटो हो यसलाई राम्रो बाटो भन्छ होइन गाइज यो राम्रो बाटो भनेको अब यो दोलखा र के अरे दोलखा र हाम्रो रामेछापको दोलखा र रामेछापको अब यो चाहिँ फेरि त्यही हो क्या त्यही हामी राम्रो हो क्या गाइज सैलुङबाट झरिसकेको छौँ अब तपाईँहरूले यहाँ आउनु काठमाडौँदेखि धेरै लाग्दैन अब तपाईँहरू एकैछिनमा आउनुहुन्छ बाइक साइक गाडी साडी जेमा पनि आउनु सक्नुहुन्छ होइन यो चाहिँ अब सैलुङ चाहिँ लगभग अब अलमोस्ट दोलखा र रामेछापको सिमानामा पर्छ यो होइन आधा आधा भनौँ न हाफ हाफ हो दोलखा र रामेछापको त्यही हो माथि माथि सैलुङेमा चौरी डुलाउने ठाउँ पनि छ यहाँनिर चौरीहरू पनि देख्न सक्नुहुन्छ है गाइस सिमाना भनौँ न सैलुङ चाहिँ ओके ओके गाइस र गौतम बुद्धको मूर्ति भएको भिर हो यो चाहिँ हामी अहिले भत्काइदिए नि पहिले यता छौँ होइन सैलुङको चक्कर लाउँदैछौँ सैलुङलाई हामी परिक्रमा गर्दैछौँ अहिले दामी फुल पनि फुलेको छ हेर्नुहोस् गाइस बुद्धको पाइला भएको ठाउँमा आइपुगेको छौँ यो हो बुद्धको पाइला भएको ठाउँ है गाइस आउने अनि आइहाल्ने झर्दैछौँ है दामी देखिन्छ गाइस सैलुङ है बवाल छ है बवाल 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 100वटा थुम्का छ है अब झर्दैछौँ ओह्रालोमा होइन ओह्रालोमै छौँ हामी सैलुङ आउनुहोस् भिजिट गर्नुहोस् है बवाल छ भ्यू पनि बवाल छ विदेशी खैरेकाले पनि घुम्नेको लागि धेरैजना आउनुहुन्छ यहाँनिर ओके गाइज लेट्स सी सैलुङको भ्यू हेर्नुहोस् बवाल है बवाल बवाल एकदमै बवाल यतै बस्नु मन लागिरहेछ मलाई तर अब जानै पर्ने हुन्छ होइन के गर्नु यस्तै छ फेरि पनि आउँला छैन भनौँ न ओके गाइज होटल पाइँदैन बस्नको लागि यो ठाउँमा तल पाइन्छ तल झरेपछि पाइन्छ गाइज हाम्रो अब भ्लगको चाहिँ एन्ड हुन्छ हामी यहाँ अब बहिनीहरूको पसलमा आएर हामी अब यहाँ चटपटे खान लाएर छौँ भ्लगको चाहिँ मैले इन गर्छु होइन नेक्स्ट टाइम लेट्स सी राम्रो भ्यू भयो भने ड्रोन सट गर्ने हो होइन अहिले अब भ्यू राम्रो भएन त्यो यहाँ बहिनीहरू हुनुहुन्छ होइन अब रात पनि पर्ला जस्तो लाग्यो हामीलाई धेरै टाढो जानु छ गाइज अब होइन त्यही हो फेरि अर्को टाइम देखाउँला तपाईँहरू पनि आउनुहोस् भिजिट गर्नुहोस् सैलुङ राम्रो छ बवाल छ एकदम बवाल छ सैलुङको भिजिट गर्नुहोस् हाम्रो गौतम बुद्धले पाइला टेकेको ठाउँ भयो होइन गाइज ओके गाइज भ्लग हेरिदिनु भयो थ्याङ्क यू सो मच अब नेक्स्ट टाइम भेटौँला सी यू अगेन गाइज ओके बाई बाई